हेलो नमस्ते, दिस इज मी स्विफ्ट भ्लगर शुभा परियार। फेरि पनि मैले अर्को भिडियो लिएर आइसकेको छु। हेर्नु होला, आफ्नो प्रतिक्रिया दिनु होला। एकदम जानेको त छैन, त्यही पनि कस्तो छ कमेन्ट लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। कोकोले ढिलो गरे रे सुहारी दिदी, गीता दिदी एकदम धेरै ढिलो गर्ने। अब दुईजनालाई सँगै राखेर टिका लगाइदिएर 5-5 रुपैयाँ दियो। दुईटी केटीहरूलाई कुरेको ढिलो गरे, कतिखेर आउने हो कतिखेर जाने हो। यहाँ केक कता गयो हाम्रो? केक पनि पग्लिसक्यो होला, कुरेको आधी घन्टा भयो। आज चाहिँ हाम्रो लेडिज टिमहरूको वुमेन्स डे सेलिब्रेसनको लागि हिँड्न लागेको हामीहरू। वुमेन्स डे त हिजो थियो, अब हिजो शनिबार पऱ्यो, त्यही भएर हिजोको साटो आज एभ्री डे इज वुमेन्स डे। त्यही पनि विशेष दिन हिजो थियो, हिजो मनाउन पाइएन। आज हिँड्दैछौँ, उडिरहेछौँ दुईजनालाई। यस्तो ढिलो आउने मान्छेले पनिसमेन्ट दिनुपर्छ। 10 चोटि उठ बस। यस्तो ढिलो गर्ने मान्छे ल जाम। अब यस्तो गफाडीहरू यहाँ ढिलो बह गफ लाएर बस्नु यहाँ छिटो। ल साथीहरू, हामी चाहिँ बल्ल तल जम्मा भएर हिँडिसक्यौँ। जहिले प्लान गरायो 3 बजे भनेको, अहिले चाहिँ कति बज्यो? 5 बजे हिँडेछौँ। अब कतिखेर जाने हो, कतिखेर आउने हो, कति रमाइलो गर्ने हो, कोहीको घर जाने कति टाढा। यहाँ मन्दिर लिमिटेड, कोही खैरेनी भित्र ढिकार पुग्ने छन्, कोही कान्छी बजार पुग्ने छन्। बल्ल हिँड्ने खाने केटीहरू कतिखेर फर्किने हो, रमाइलो गर्न नपाउँदै आत्तिने होला। हुन्छ अघि चलो। कोही फेरि यहाँ गर्ली टाइममा बसेका छन्। ल हामी चाहिँ यस्तो राम्रो एउटा होटेल सिधै होटेलको तलासमा जहाँ नाच्ने बस्ने खाने गर्न मिल्छ। अहिले चाहिँ हामी योगी पुगी आइसक्यौँ। कति ट्राफिक छ नि भगवान्। यो तराईमा बसेर त जाममा मात्रै परिन्छ यार। ओके, मर्निङ मुकुन्द कलेज। ओहो, बस पनि कति धेरै यो मर्निङ मुकुन्दको हो न, सब स्कुलहरूको हो न। यही हो र मर्निङ मुकुन्द कलेज रहेछ। कस्तो राम्रो घर है। ओ माय गॉड, यो के हो? निवास हो कि होटल हो? शानदार छ हैन, लज रहेछ।
बाटो बिग्रेको बाटो यत्रो घुम्यो यति हो के बाटो बिग्रेर हो बाटो कस्तो यो नयाँ खुलेको 10 सितारा कटेजमा क्याबिनवाला छ कि नै सोधौँ ए हजुर नमस्ते सिद्धार्थ कटेज यहीँ हो क्या अस्ति उसहरू आएको के गरे पूजा मिसहरू फोटो भिडियो हाल्नु भएको थियो कि यहीँ त्यस्तै थियो क्याबिन जस्तो ठाउँ छ कि छैन भन्दैन नि यहाँ जसले नि भिडियो गरेर कति हाल्यो ए साउन्ड सिस्टम छ कि नै भाइ सुन्नु न हामी चाहिँ रमाइलो नि गर्ने हो हैन ऊ छ कि नै हजुर नमस्ते अलि सानो होइन र आए हाम्रा ब्युटिफुल लेडिजहरू क्याबिन हेर ल तिमीलाई कस्तो लाग्छ हाम्रा हिरोइनहरूको इन्ट्री भयो बाल्कनी टाइप पनि ठाउँ रहेछ यहाँ खुल्ला चिसो हावा खाँदै इन्जोय गर्ने ठाउँ आयो डान्सको लागि स्पिकर पनि खाना अर्डर गर्न लाग्यो मैले त पिज्जा त्यति मन पर्दैन एउटै मगाऊ उहाँ मिसहरूलाई सोध अघि फालिन्छ कि त्यो वेस्ट ओके वाउ तपाईले बेज हैन बेज हो कि कुन पिज्जा हो बेजै हो एक त धेरै तुर्नु छ यिनीहरू त रक्सीलाई नाच जस्तो गरे
Oh my god. Wait, face now light up. Women's Day. That's true. Best हो म आएर रमाइलो त्यसो चल्यो भने अलि 1-2 घण्टा चाहिँ बिचरा हाम्रो ब्युटिफुल लेडिजहरु आगे चल्यो सुनामिस कता हराउनु भयो म चाहिँ थाकिसकेँ अब घर जाने टाइम पनि भयो हामी घर जान भनेर निस्केको थाकेको अवस्था कतिखेर घर जाने र सुत्ने जस्तो भइरहेछ अब चाहिँ हामी घर जान लागेको लेडिजहरूले चाहिँ फोटो सेसन गरिरहेका छन् फोटो सेसन भएपछि हामी जान्छौँ हाम्रो घर पार्किङ एरियामा आइसकेको छौँ घरको लागि पारी त्यो डाँडामा हेर घाम लाग्यो खमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँला म त सबै बोल्न थालेछन् के भ्लगमा हाय